नमस्कार सबैजनालाई। युट्युबमा ठिकठाक टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज पनि सदा जस्तै साहित्यिक यात्रा लिएर म तपाईँहरूकै मनभित्रको साथी प्रसिद्ध खनाल उपस्थित भइसकेको छु। आज मेरो हातमा सृजनशील मिडिया ग्रुपको सहसचिव सृष्टि ऐरी मिसले लेख्नुभएको आशा शीर्षकको कथा मेरो हातमा परिसकेको छ। म ढिला नगरिकन वाचन गर्दछु। दिन सधैँको जस्तै सामान्य थियो, तर रात भने त्यो कहिले त्यो जस्तो थिएन। विदेशमा रहेको रमेश आफ्नै दुनियाँमा रमाउँदै थियो। प्रेम विवाह गरेको 15 महिनामा विदेशिएको उसले श्रीमतीलाई पनि सँगै लैजाने सपना देखाएको थियो। हजारौँ सपनाको हत्या गरेर सँगै कोरिया जाने सपना बुनेर बसेकी यमुनाका अब ती सपना सपनामै सीमित रहे। जेनतेन नेपालमा गुजारा गर्न पुग्ने जागिर पनि उसलाई अब धेरै भारी भएको थियो। मनको पीडा त छँदै थियो। सासूको शारीरिक र मानसिक यातनाका कारण ऊ जिउँदो लास हुन मात्र बाँकी थिए। दिनभरिको थकानपछि एउटा झिनो आशा हुन्थ्यो, राति श्रीमानसँग बोल्न पाइन्छ, मनको कुरा खोल्न पाइन्छ। तर बिस्तारै परिवर्तन हुँदै गएको रमेशको बानीले उसलाई भित्रभित्रै मारिसकेको थियो। नागरिकताको हिसाबले ऊभन्दा 2 महिना कान्छो रमेश, तर वास्तवमा उनीभन्दा 2 वर्ष जेठो थियो। समाजले स्वीकार्न नसक्ने उनीहरूको प्रेम सम्बन्ध समाज र परिवारलाई पराजित गरेर बनाएको एउटा सुन्दर महल थियो। कुल खानदान उमेर जात नमिल्ने भए पनि मन मिलेपछि प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो। दिनहुँ मेरो कलिलो छोरालाई फकाएर फसाइस, आँखा फुटेर आफूभन्दा बुढी केटी बिहे गर्यो जस्ता तिता वचनले उनको मन छेड्थ्यो। सबै कुरा रमेशलाई थाहा हुँदा पनि परिवार सामु ऊ सधैँ मौन बस्दा यमुनाको मन छिया छिया हुन्थ्यो। माइतीले दिएको सुन गरगहना बेचेर नपुगेको पैसा घर जग्गा बैङ्कमा राखेर रमेशलाई विदेश पठाएकी यमुना बिस्तारै डिप्रेसनको शिकार हुँदै गई। कोरिया गएको 6 महिना हुँदा पनि रमेशले पैसा घर पठाउने कुरासम्म गर्दैनथ्यो। यता भने दिनहुँ सासूले छोराले पैसा तँलाई पठाएर हामीलाई नदिएकी होस् भन्दै मुटु खान्थिन्। आज त अति नै भएको थियो। खाना खाँदा खाँदै सानो नेउले झगडाको रूप लियो। तिता वचनबाट सिधै कपाल लुस्ने लात्ती मुड्की यमुनाको शरीरमा बज्रिन थाले। यो आज मात्र भएको थिएन। रमेश विदेश गएको 15 दिन नपुग्दै उनले सासूबाट अनेक यातना भोग्नु परेको थियो। धेरैचोटि रमेशलाई पनि सुनाइन्, तर उसलाई लाग्थ्यो मेरी आमाले यस्तो गर्न सक्दिनन्। धेरैचोटि यमुनाले भनेकी थिए, यस्तै हो भने म हजुरलाई छोडेर जान्छु, कहिल्यै आउँदिन, फर्किएर समय हेर्दिन, कहिल्यै फर्केर आउँदिन, तपाईँलाई धेरै पछुतो हुनेछ। तर सधैँ रमेशको उत्तर हुन्थ्यो, हुन्छ जाऊ, जान मन छ भने म रोक्दिन, जानेलाई जान दिनुपर्छ। उसका यस्ता वचनले उनी पल पल तडपिएर पश्चातापमा डुबेर बस्थिन्। साँच्चै त्यो दिन जस्तो पहिले कहिल्यै थिएन। धेरै बेर रोएपछि हातखुट्टा कमाउँदै रमेशलाई फोन गरिन्। उनी भन्दै थिइन्, अब म कहिल्यै फर्केर आउँदिन। यदि हजुरले एकचोटि नजाऊ, म तिमी बिना बाँच्न सक्दिन भन्नुभयो भने म सारा जीवन रोएरै भए पनि हजुरसँग बस्छु। रुँदै भनेकी उसका शब्दको उत्तर रुखो बोलीमा आउँछ, जुत्ता भए खुट्टा कति कति। जा, कहिले पनि फर्केर नआइज। फोन काटिन्छ। फोन काट्ने बित्तिकै यमुनाले सधैँ आफै कल गर्थिन्, तर त्यो अन्तिम फोन थियो। एकछिनपछि आमाले फोन गर्छिन्, छोरा बाबु बर्बाद भयो, कुकुर्नीले बुद्धि बिगारी, त्यही बुढीले पासो लगाई।